सोचेको थिइनँ भोजपुर जाँदा यस्तो हुन्छ भनेर। एडभेन्चर पनि भयो र धेरै रमाइलो पनि भयो। सो हे गाइस, गुड मर्निङ। यो भन्दा अगाडिको भ्लगमा हामी हलेसी दर्शन गरिसक्यौं। अब हामीले यहाँदेखि निस्किनु पर्ने हुन्छ। अहिलेसम्म घुम्नलाई त रमाइलो नै हुँदैछ। तराईतिर त अहिले धेरै नै घाम होला, तर यतातिर त जाडो नै गरिरहेको छ। दिन रात त कामै गरिरहेको हुन्छ। कहिले काहीँ पहाडको हावा खाँदै माइन्डलाई फ्रेस पनि गर्नु पर्ने हुन्छ। जे होस्, यताको पहाडको भ्यू अति नै बवाल हुन्छ। हामी जाँदै गर्दा एउटा सानो झरना हेर्छु अनि म चाहिँ रुकेर भिडियो बनाउन थाल्छु। ल अब अफरोडिङ बाटो आइसक्यो, अब फट्नेवाला छ। सिधा कुरा भन्नु पर्दा गाड। ल सुरुमै उद्घाटन भइसक्यो अफरोडिङको। हामीलाई थाहा थियो कि यो बाटो बिग्रेको छ भनेर, तर यतिसम्म बिग्रेको छ भनेर सोचेको थिइनँ। तर पनि केही छैन, फुल एडभेन्चर हुने भयो। हिलोमा पसेर लेदरको ब्याग पनि गइसक्यो। बुलेट बाइक एक त यिनीहरूको वेट धेरै हुन्छ, तान्नलाई धेरै नै गाह्रो हुँदै थियो। लगभग 10 किलोमिटर यस्तै हिलो भएको बाटो जानु पर्ने हुन्छ। बाइकमा चढेर मान्छेहरूलाई तान्नु पर्ने, मान्छेहरूले बाइकलाई तान्दै। 3 किलोमिटर आएपछि एउटा दोकान भेटिन्छ, त्यहाँ हामी रुकेर रम्पम र रेडबुलहरू खान्छौँ। जसो तसो गरेर हामी 10 किलोमिटर क्रस हुन्छौँ अनि आइपुग्छौँ हामी रोड आएपछि धेरै नै राम्रो भ्यू आइरहेको थियो। हामी जाँदै गर्दा एउटा गणेश राशिक झरना भन्ने एकदमै सफा पानी भएको झरना हेर्छु। मलाई यस्तो सफा पानी हेरेर नुहाउन मन लाग्यो, त्यही भएर म एक्लै नुहाउन थाल्छु। हामी हलेसीबाट 11:30 बजे निस्केको। भोजपुर पुग्छौँ हामी 6:30 बजे। भोजपुर आइपुगेपछि हामी होटेलमा स्टे गर्नेवाला छौँ। भोक पनि लागिरहेको थियो, त्यही भएर हामी चटपटेहरू खान्छौँ अनि 9 बजेतिर हाम्रो खाना पनि आउँछ र म मजाले खाना पनि खान्छु। अनि आजको मिनी भ्लग यति नै रहेको छ।